यात्रा चाहिँ यहाँबाट ठ्याक्कै त्यो माथिको फालुट डाँडासम्म चाहिँ रहनेछ। र यसमा यतिको एडभेन्चर चाहिँ गर्नुपर्छ है। हाम्रो अनुग्रह दाइ बोल्नु नसक्ने अवस्थामा हुनुहुन्छ। हामी चाहिँ अब फालुट डाँडा जाने भइसकेको छौँ। हाम्रो अनुग्रह दाइ पनि आइसक्नु भएको छ है। सबैजना रेडी अवस्थामा छौँ। हाम्रो सामानहरू चाहिँ यो रहेको छ। अहिले बिहानको कति बज्यो? कति बज्यो दाइ? 7 बजेको छ। अब कति घन्टा लाग्ने हो त्यो चाहिँ गएपछि मात्रै थाहा हुन्छ। हामी चाहिँ यहाँ हाम्रो बाइक भएको ठाउँमा आइसकेको छौँ। म चाहिँ यो सिङ्गलमा जानुपर्ने हुन्छ, दुईजना चाहिँ यो अर्को बाइकमा जाँदै हुनुहुन्छ। अब हाम्रो यात्रा चाहिँ यहाँबाट ठ्याक्कै त्यो माथिको फालुट डाँडासम्म चाहिँ रहनेछ, त्यो माथि। अब यहाँबाट जुम गरेर पनि देख्न सकिँदैन। सो अहिले चाहिँ हामी दिनेशको घरमा छौँ। हेरौँ अब यात्रा कस्तो हुन्छ, बाटो कस्तो हुन्छ। राम्रो होस् यात्रा, शुभ होस् है। एकदमै अफरोड छ है, बाटो खत्तम छ, पानी परेर चिप्लो चिप्लो पनि छ। अगाडि अनुग्रह दाइ र सुभाष सर हुनुहुन्छ, म पछाडि सिङ्गल छु। आस्ते आस्ते गुरु चिप्लिन्छ क्या यो ठुलो गाडीहरू चाहिँ। बाटो यस्तो खतरनाक छ भने नि। हेलो गाइस, आज मिति 2082 साल 6 महिना 17 गतेका दिन हामी यहाँ फालेलुङ डाँडाको लागि हामी भिजिटिङमा जाँदैछौँ हामी साथीहरूसित। अनि त्यसको एउटा मेमोरी रहोस् भनेर चाहिँ हामीले एउटा रेशम फेरि एकदम सिम्पल सबैलाई आउने गीतलाई चाहिँ हामीले कपी गर्न गइरहेको छौँ है, गाउन गइरहेको छौँ, कभर गर्दैछौँ। तपाईँहरूले सुनिकन मनोरञ्जन लिइदिनु होला ल। लडियो कि क्या हो यहाँ? लडियो यहाँ त्यसै यहाँ टायर घुमेको छ मेरो खुट्टामा। छिङ्गोहरू क्या पर्छ? बाइकमा कति लाग्छ अझै? बाटो ढुक्को छ नि त। ऐसा जग्गा है नेपाल में भी, त्यस्तो ठाउँ छ है नेपालमा पनि। बाटोको कन्डिसन चाहिँ अलिकति खराब छ होइन। हामी चाहिँ अहिले यहाँ बाटोमा अलमल्ल परियो है। अब यहाँ दुईटा बाटो आयो, यता पनि छ यता पनि छ। कुन बाटो पछाडि आउँदै गर्नुभएको केही टोलीहरूलाई चाहिँ हामीले अब सोध्नु पर्ने हुन्छ। कहाँ वन मान्छे थेट? वन मान्छे यहाँ छ, वन मान्छे दुई डरलाग्दो वन मान्छे। तपाईँहरूको यात्रा चाहिँ कहाँसम्म हो दाइ? तिनसीमा नै हो। के ल्याउनु भएको हो? गोठ बस्नुहुन्छ? गोठ के गोठ बस्नुहुन्छ? हामी तल्लो बाटो जाउँ न त है। यस्तो अहिले के जाँदाखेरि दो बाटो त कहीँ छैन नि अब? ए ल अब चाहिँ क्लियर भयो 100%। अब हामीलाई फेरि जानुपर्ने हुन्छ। बाइक चाहिँ मेरो गएको। तर हेरौँ न प्लेस चाहिँ माथि हेर्नु न, यसको अलिक कम प्लेस हुन्छ।
फाइनल्ली हामी चाहिँ आइपुग्नु लाग्यौँ। यतिको स्ट्रगल त गर्नु पर्यो नि यतिको पाउनुको लागि दाइ। कताबाट लानुपर्ने? हामी चाहिँ यो 3 सिमानाको अलिक तल आइपुगिसकेको छौँ। बाइकहरू हाम्रो यहाँ पार्किङ गर्नु चाहिँ हाम्रो दाइले दिनुभयो। दाइलाई धेरै धेरै धन्यवाद है। यहाँ माथि होमस्टे छ अरे। अब होमस्टेमा बसेर आज चाहिँ यतै बस्नुपर्ने हुन्छ हामीले। यस्तो हावा चलिरहेछ। हाम्रो होमस्टे चाहिँ यहाँ छ। साथीहरू जाँदैछ। फाइनली हामी चाहिँ अब डेस्टिनेसन आइपुग्नै लागेको छौँ। यात्रा एकदमै एडभेन्चर भयो है त। कस्तो चिसो छ हात पक्रेर। हाम्रो अनुग्रह दाइ बोल्नु नसक्ने अवस्थामा हुनुहुन्छ। लाइफमा यतिको एडभेन्चर चाहिँ गर्नुपर्छ है। यो चाहिँ हालेलुङ नगरपालिका वडा नम्बर 3 पर्दो रहेछ। अहिले चाहिँ हामी यो होमस्टेको नाम के हो? यो याक गोटिस्टेमा छौँ है। हाम्रो दाइहरू एकदमै रमाइलो हुनुहुँदो रहेछ। एकदम रमाइलो गरिरहेछौँ, इन्जोय गरिरहेछौँ है। आगो तापिरहेछौँ, एकदम चिसो बाहिर चाहिँ। प्लस यहाँ हामीले चाहिँ चौरीको दुध पनि खाइरहेछौँ। अरू छ अब 100 ब्याम्बो स्याम्बो पनि लिइराख्नु भएको छ सरकारले। एकदम यो चाहिँ मेमोरी नै हुनेवाला छ। एकदम रमाइलो भइरहेछ। यो दिनहरूलाई सम्झिँदै गर्दाखेरि, आजको यो यात्राहरूलाई सम्झिँदै गर्दाखेरि हामी एक दिन त छुट्छौँ। हामी आफ्नो आफ्नो जिन्दगी छ, लाइफ छ। तर हाम्रो यादहरू भने कहिले मर्ने छैन है, जहिले जीवित रहनेछ। यो यादगार पलहरूलाई आज हामी सफल बनाउँदै हामी जुन ठाउँदेखि स्ट्रगल गरेर आइएको थियो त्यो कुराहरूलाई हामी लाइफभर हामी सम्झिनेछौँ। लाइफ चाहिँ एउटा लेसन हो। हामी हरेक कुरा सिक्दै जान्छौँ अनि आजको एडभेन्चरबाट पनि हामी धेरै कुरा सिक्यौँ होइन। अनि यो मेमोरिजहरूलाई चाहिँ हामी सदाभर याद गर्नेछौँ। हामी एक अर्कामा होइन, हाम्रो शरीरमा हामी नभेटे पनि हाम्रो मनबाट मस्तिष्कबाट चाहिँ हामी सधैँ एक हुनेछौँ साथीहरू। दर्पण